ल टिकट काट्यो छुट्टी दिन चाहिँ हामी तिनजना इको पार्क घुम्न आउँछौँ होइन पार्क छ कि यहाँनिर केटा एउटा यहाँ छ होइन एउटा यहाँ छ माछा पनि हाल्यो होला है यो भरे चाहिन्छ उहाँनिर गेट पासको लागि चाहिन्छ त सट्टै त्यहाँ यहाँ केटा हिन्दी आउँछ केटा दुईजना सर्ट आएर अच्छा ओ पल्लो छेउतिरै जानुपर्ने हो कि है बोट चढेर कति लिन्छ हो बोट चढेको चाहिँ हो पहिले छट्टा लाएर यहाँ चाहिँ पुरा चिडिखाना जस्तै रहेछ हो यहाँ धान हो त रहेछ नामी तर मुसा रहेछ हौ धेरै यहाँ चाहिँ आदि लगभग होटललाई चाहिँ हिँड्दै आएको है पुरा दिन आएको छ यहाँ अब छैन अब यो साइकल चढ्नुपर्छ भनेको है तिनजना छ कि छैन ठ्याक्कै हाम्रो फेवाताल जस्तै छ यहाँ साँच्चै कफी नै गरे जस्तो छ फेवातालको नेपालको बिचमा चाहिँ मन्दिरहरू छ कि त्यो साइडमा चाहिँ आदि जति चाहिँ घुम्नु सक्ने हो या पृथ्वी जस्तो के हो बनाएको होइन त्यसमा के छ थाहा छैन के भएको छ यहाँ जाडोको सिजन छ होइन धुम्लो धुम्लो भइरहेको छ कि अहिले ल अब यता जाउँ हो यता जान्छ होइन यता कता हो ठिकै रहेछ हौ घुम्ने ठाउँ पनि होइन फोटो खिच्ने हो होइन अनि घर जाने हो
हल्का जङ्गल जस्तो छ होइन दामी वृन्दावन हो कि के रहेछ होइन उहाँ पुच्चीहरूमा चलिरहेको छु मलाई जाउँ न यहाँ बहिनीहरू बसिरहेको छ क्या होइन यतिर फोटो खिच्नु पऱ्यो सानो छोरो रहेछ क्या चाहिँ एउटा खिच्नु रक यहाँ गार्डनहरू रहेछ अच्छा होइन यहाँ चाहिँ हल्का फुल्का गार्डन रहेछ के को चित्र हो है यो चाहिँ मैले एउटा कार्टुनमा देखाएको थिएँ कि यस्तो यस्तो चाहिँ यहाँ रहेछ केटाहरू हिँडिरहेछन् होइन हाम्रो साथीहरू अब कतै जाने हो ए पुल कता छ भनेको के ए यहाँ फोटो नै खिच्ने केटाहरूलाई टोइलेट लाएर टोइलेटतिर जाने हो सट्ट लाएर ल वासरुम गरेर होइन कपाल टक्क मिलाएर आयो अब फेरि यतातिर कता पुल सुल कहाँ छ अरे होइन त्यहाँ ठ्याक्क जाने हो फोटोसोटो खिच्ने हो केही छैन केटा हो लाइफमा घुम्नुपर्छ हट्ट लाएर यो चाहिँ फेरि के रहेछ त घुम के लेखा है आहा मान्छे धेरै भयो मात्रै लान्छ है यो भइसक्यो अँध्यारो भइसक्यो रात पनि भइसक्यो 5 भइसक्यो ओ त्यहाँ रहेछ पुल पुल कहाँ खै यहाँ नहेरी त पुल ओ यहाँ झर्नामा आऊ न पढेको छ झर्ना एउटा भिडियो बनाऊ यहाँ तेरि आऊ ल केटा हो काटेको हिसाबले छैन होइन ओइ ल केटाहरू त यहाँ उ खेलिरहेको छ त ठिकै छ ल जा तेरि ले ल ल खेल नि खेल खेल ल केटाहरू हामी सानोमा खेल्थ्यौँ होइन सानोमा खेल्थ्यो यिनीहरूले यहाँ खेलाइरहेको छ ल त यहाँ डक्क खेल्ने यहाँ पुलहरू रहेछ यार यहाँ रङ खेलिरहेको छ को उठ्यो भित्र जाम जाम बिहानै आउनुपर्छ घुम्नलाई यार अब तिमीले मोबाइल किनेर जाउँ दामी फोन किन चलाएर टिकट कहाँ छ भाइ कहाँ छ टिकट यो त बाहिर जाने हो क्या एक डेट 30 रुपये 30 रुपये एउटालाई चाहिँ पर्दा त अघि नभने काट्थ्यो हिँड्नु त्यहाँ उता राति भयो अस्ति नानी योभन्दा चाँडै छिरेको थियो भित्रै 7:30 बजी त्यही दिदी रहेछ एन्ड पिस्टार स्मलिस ल यो चाहिँ पिरामिड है केटा हो यहाँ पिरामिड रहेछ है यहाँनिर
अब भित्र नजारा हेर्नु मस्त छ माथि चढ्न दिन्छ इन्डियाको होइन यहाँ चाहिँ इन्डियाको हो इसन पिरामिडकै त्यो छ नि अहिले रातितिर यहाँ बल यति मस्तले बाले हुन्छ मस्त देखिन्छ ठुलो बनाएको रहेछ होइन हामी सबै धर्म बराबर भन्ने त्यही हो कि होइन हिन्दू देशमा गाइस ताजमहल ताजमहल बनाइराखेको रहेछ यो साइडतिर होइन यो साइडतिर पुरा अब अँध्यारो भइसक्यो यार कता बोल उठ्यो कहिले बाल्छ बत्ती चाहिँ बाल्नु लाग्यो होला नि ग्रेट वाल चल्दैछ होइन हामी केटा हो चाइना घुम्न नगए पनि होइन चाइनाको ग्रेट वाल गाइस लाइट वाल छ भन्छ यहाँ लाइटै वालेको छ त्यहाँ अँध्यारो भएछ अहिले चाहिँ दामी देख्नु लाग्यो अरे ऊ त्यो पिरामिडतिर जानुपर्छ ल ओइ बाल्यो आउँछ बढी भोलि खालि गाइस यहाँ रात पर्यो होइन कतिको नजारा हेर्नुपर्छ क्या दामी ल ओ बिहानी ताजमहल ओ दामी गाइस ल अब जानुपर्छ यार जामै फाइनली घुमेर सकियो होइन अब यो भिडियो म हाल्दैछु भरे सट्ट हेर्नु होला सकियो यार घुमेर 12 निक्लिदियो ल भाइ बाई बाई